हेलो किन हाँसेको हाइकिङ आज हामी हाइकिङ जान लाग्यो दुईटा ट्रेक क्यान्सल भएपछि हाइक जान लाग्यो नजिकैको कहाँनिर हो न ओख्रेनी हामी जान जाँदैछौँ लेट्स सी नमस्ते गाडी कुदिरहेको होइन पठाउ कुदिरहेको ट्राभलको जानलाई त्यहाँ त्यसपछि सुन्दरजलको बस लिएर हामी कहाँ जाने सुन्दरजल ओख्रेनी सुन्दरजल जाने ए सुन्दरीजल जाने त्यस पछाडि टिकट काट्ने अब आज चाहिँ दसैँको लास्ट डे हो बिजन न टिकट काउन्टर खुल्ला छ कि छैन भन्ने कुरा हो पनि छ त्यो पनि क्यान्सल भयो भने चाहिँ दुईवटा ट्रेक एउटा हाई क्यान्सल हुन्छ बट लेट्स बी होपफुल किनभने कति धेरै हामीले चाहिँ भिडियोजहरू देखाएको थियौँ रिसेन्ट भिडियोज त्यसमा जानुभएको छ होपफुली यस यहाँ जाँदैछौँ अब गाडीबाट गाडी हामी ट्राभल जाँदैछौँ बस चढ्यो अब सुन्दरीजल जाने हामी दुईजना मात्र हुन्छ जस्तो छ हाइकमा आज हामी दुईजना मात्रै हुन्छौँ कि होइन डराइ जाने टिकट काउन्टर चाहिँ खुलेको होस् कस्तो हुन्छ जस्तो लागेको छ हाइक खै हाइक हुन्छ कि हुँदैन अब खुल्नुपर्छ फर्स्ट टिकट काउन्टर खुलेको छ छैन थाहा छैन हामीलाई लाइक इट्स इट ओपन अर नट त्यो पनि थाहा छैन फोन गरेको उठाउँदा नि उठाउँदैन अब आएन भने बिहान बुढाबुढीको के हुन्न बस राइड हुन्छ त्यहाँ हाइक भयो भने हामी दुईजना मात्रै हुन्छ जस्तो लागिरहेछ दोनो राम्रो पनि हो नराम्रो पनि हो दुईजना मात्रै भएको राम्रो चाहिँ के हो भने धेरै हल्ला गर्ने मान्छे हुँदैन यताउता हुँदैन राम्रै हो अब नराम्रो भनेको सेफ्टी ल अब हामी ट्रेक सरी हाइक स्टार्ट हुन्छ टिकट काउन्टर खुल्ला रहेछ ठिकै गइरहेको रहेछ मान्छेहरू कति 3 घन्टाको हाइक होइन अप डाउन 6 घन्टा होला होइन अप डाउन 5 घन्टा डाउन 5 घन्टा त्यही अब हामी स्टार्ट गर्नु आँटेको माइ गड कस्तो साह्रो टल्केको यो ब्याग बोक्सिन्छ उहाँहरूले बोकिसिन्छ बोक्सिन्छ माथि गर्नुपर्छ तिम्रो इच्छा आज चाहिँ खोइ माथि जाने मान्छे चाहिँ छ भने छ तर खोइ हामीले देखेनौँ कोही पनि उता फरेनर्सहरू चाहिँ भेट्यौँ बढ्यौँ तर फरेनर्स जाने र हामी जाने ट्रेल एकदम डिफ्रेन्ट हो उनीहरू एज अ चिसापानी गरेर बस्छन् हामी उख्रिने सो पछाडिको कालो बाटो जाने हो यो होइन नो यस्तो साह्रो किन टल्केको यो लाइटनिङ चाहिँ नराम्रो आयो कि आई थिङ्क इट्स बिकज अफ दि सनलाइट खै आइफोनमा राम्रो आएन स्यामसङमा राम्रो आयो टिकट काट्यौँ चिसापानी जाने चाहिँ टन्नै रहेछ तर उख्रिनी जाने हामी दुईजना मात्रै टोपी एक्सचेन्ज भयो गर्मी स्टार्ट भयो अब भर्याङ चढ्न आँटिरहेको छु थाकिरहेको छु अहिले नि अब के हुन्छ अझै कति छ 3 घन्टा बाँकी छ
10 11 12 बज्छ होला 5 भन्दा अगाडि आउने प्लान छ हैन त्यही हो हेरौँ कतिको सजिलो छ यो हाइक उसले सजिलो छ भन्छ गाउँ भन्छ खोइ अहिलेसम्म मान्छे थाहा छैन उहाँको चाहिँ इच्छा पुऱ्याइदिउँ भनेर हामी ट्रेक जानु भनेको 2 चोटि नै क्यान्सल ल्यान्डस्लाइडले गरेर त्यो हाइक भए पनि जाऊँ न भनेर नि ओक्रेनीसम्मको हाइक हिँड्दैछ बाटो यस्तो छ सेकेन्ड चेक पोस्टबाट हामीहरू निस्क्यौँ 50 थियो के मुख यस्तो भयो अभी कहना जरुरी था क्या आजको ओक्रेनीमा हामी जानु मात्र छ 2जना छौँ 2जना That's fine. This is not the first time. राम्रो भनेको गाउँै गाउँ छ त्यही भएर इट्स फाइन कसै थाहा भयो गाउँ हुने गाउँ छ किनभने मैले हेरेको थिएँ के थाहा गाउँ अब चाहिँ शीतल भयो है हामी यो छम निकलेको के अरे यो शेडी एरियामा शेडी एरिया शेड फरेस्ट शेडी फरेस्ट अझै छ है भर्याङहरू छ कति छ है यो चाहिँ ओक्रेनी जाने बाटो भयो यहाँबाट तल चाहिँ ठ्याक्कै ड्याम छ ड्याम चाहिँ हामी पछि आउने यो बाटो अहिले चाहिँ यो बाटो जानु पर्ला अहिले हामी जङ्गलभित्र छिरिसक्यौँ त्यो बोर्डबाट चाहिँ ओ ड्याम त्यहाँ चाहिँ यस्तो रहेछ जङ्गलको बाटो जाँदैछौँ अब हामी अनि त्यस पछाडि चाहिँ यो हामी जाँदैछौँ अब चाहिँ जङ्गलै जङ्गल छ यहाँ चाहिँ जुगासुगा नि मजाले आउँछ वे रेडी जुगाको लागि सबै त्यो साइडमा चाहिँ ड्याम छ त्यो चाहिँ फर्किँदाखेरि हामी त्यो बाटो युज गर्छौँ मोस्ट प्रोभाब्ली अरू चाहिँ यही बाटो फर्क्यौँ भने पनि ठिकै छ तल ड्यामसम्म पुग्छौँ त्यो चाहिँ सुन्दरी जल ड्याम हो यहाँनिर We chose this way, the board बाटो नि राम्रै छ ठुलो ठुलो राम्रो आई थिङ्क यो काहीँ न काहीँ त कनेक्ट हुन्छ होला आई थिङ्क दिस इज सर्टकट यो बाटो आएपछि चाहिँ अलिक कन्फ्युजन रहेछ यहाँ जाने कि यहाँ जाने भनेर हामी यहाँको बाटो चाहिँ सबै यस्तै छ बट डोन्ट नो म्याप हेर्दैछौँ हामी कुन बाटो जाने भन्ने अलिक कन्फ्युजन चाहिँ थियो हामी चाहिँ अब यो बाटो जाने भयौँ ब्रिज खोलै खोला छ अलिकति डिरेक्सन चाहिँ राखिदिनु पर्थ्यो जस्तो लाग्यो हाई कति आयो ल अब हामी खोइ कहाँ ओक्रेनी जाने बाटो जाँदैछौँ यो म्याप भन्दा पनि त्यहाँनिर डिरेक्सन देखाएकोबाट गइरहेछौँ यहाँ बाटोमा खानेकुराको ऱ्यापर छ अब यही होला भनेर हिँडिरहेछौँ जुन चाहिँ हामीले डाउनलोड गरेको त्यो चाहिँ रोडवाला थियो अनि अलिकति आउँदाखेरि चाहिँ लाइक रोड वे प्लस के हाइकिङ ट्रेल दुइटैको चाहिँ म्याप डाउनलोड गरेर आएको छ हाम्रो है म्याप अर्कै डाउनलोड भएको छ हाइकिङ ट्रेलको म्यापै डाउनलोड तर टन्नै ऱ्यापरहरू छ क्या बाटोमा अनि ओके मान्छे हिँड्ने बाटो अब नेपालीको बानी कस्तो छ आइम नट सेइङ इट टु एभ्री वान तर कस्तो छ भने खायो बाटोमा फ्याँक्दैन त होइन अनि आज चाहिँ त्यो एउटा राम्रो पनि भयो नराम्रो पनि भयो राम्रो चाहिँ इन अ सेन्स कि ओके यो बाटो हो भनेर थाहा भइरहेको छ किनभने बाटो भयो ऱ्यापर छ अब कमनली हिँड्ने बाटोमा त हुन्छ नि नराम्रो चाहिँ इन्भाइरोमेन्ट पल्युसन होइन द्याट्स द्याट यस्तो छ बाटो दुईजना मात्रै हिँडिरहेछ तर आउँदैन होला दसैँको बेला अनि तर राम्रो चाहिँ के छ भने
एकदम राम्रो चाहिँ पिसफुल छ, चराचुरुङ्गी आवाज सुन्नु पाइरहेछ, खोला साइडमा सँगसँगै बगिरहेछ, जङ्गल यस्तो छ। त्यो पुल हुँदै आइसकेपछि चाहिँ लगभग 10-15 मिनटपछि चाहिँ यस्तो बाटो आउँछ। गुगल म्याप हेर्दैछौँ, उता नि एउटा झर्ना रहेछ। अब जङ्गलबाट निस्केर आयौँ हामी मेन रोडमा। जङ्गलमा डर चाहिँ लागेको थियो, किनभने कोही पनि छैन, 2जना मात्रै थियो। बाटो हराउने प्लस अलिक क्रिप्पी पनि थियो। अहिले त यहाँ यस्तो उज्यालो छ नि त, फर्किँदाखेरि त त्यो बाटो फर्किन्न। खास जुगान लाग्ने रहेछ त्यो बाटोमा क्या। सर्टकट होला, लास्टै सर्टकट थियो। बनाना म्यान हाम्रो डाइट। ओखलेनी गाउँमा छौँ हामीहरू अहिले। अब गाउँबाट खै 1 घन्टा भन्छ, कतिले आधी घन्टा भन्छ, कतिले त झर्नै छैन भन्छ। अनि एकजना दिदीले चाहिँ यो सर्टकट बाटो हो भनेर ल्याउनु भयो, भन्नुभयो। अनि त्यही बाटो फलो गर्दै गइरहेको छु मैले। म्याडम अगाडि छ, म चाहिँ पछाडि छु। यो चाहिँ गाउँ। देयर इज म्याडम। आइडिया नेपालको ट्रेडिसनल हाउसहरू। त्यही त हामी ऊ त्यहाँ पर थियौँ अघि, कहाँदेखि ऊ त्यो बाटोमा यहाँ आइपुग्यौँ। लुगा सुकाइरहने के हो, बाख्राको गोठ हो यो? के भन्छ यसलाई? गोठ। हेलो नमस्ते। हेर छिलमा बसिरहेछन् घाँस खाँदै। यस्तो नस्टाल्जिया भयो, किनभने आजभन्दा लाइक 5-6 वर्ष होइन, कति 8-9 वर्ष अगाडि हामीहरू यो बाटो आएको थियौँ होइन। अनि उसले चाहिँ भनिरहेको थियो के अरे यो बाटो आएको थियो भने होइन भने नभन्दै हो रहेछ क्या। अनि कति सानो थियो होला, 18-19 वर्ष। भर्खर हाम्रो लप पर्दा बिहा भइसक्यो, बुढो भइसक्यो। गाउँ छ यस्तो छ। तिर्खा लाग्ने नि मलाई चाहिँ राम्रै हो। यहाँ पिम्पल आएर ठिक छ। हामी हिँडेको कति अलमोस्ट 2 घन्टा 2 hours 15 minutes मा यहाँ पुग्यो। हामीहरू चाहिँ यो वाटरफलमा आयो, सानो वाटरफल। हामी हिँडेको अराउन्ड 2 hours 37 minutesमा चाहिँ यो बाटो आइपुग्यो। यहाँ यसरी लेखेको पनि रहेछ। अनि त्यस पछाडि यहाँ स्कुल छ। स्कुलबाट चाहिँ तलको बाटो त्यो चाहिँ होइन, यहाँनिर यस्तो बाटो चाहिँ आउनुपर्ने रहेछ ठ्याक्कै त्यो सजिलोको लागि। यहाँ देख्दिनु भएको छ अब यो बाटो जाने। सुई हिँड्यो भने 1-1.5 घन्टामै आउँछ। हामी त अब फोटो खिच्यौँ, यताउता आरामले आयौँ नि त। अघिसम्म चाहिँ वेदर क्या राम्रो थियो, अहिले चाहिँ इन्काउन्टर भयो। वेदर यस्तो छ। भैँसीले झन्डै हाने लट्ठी बोकिरहेको छु, लट्ठी। हामी चाहिँ पुग्नुपर्ने यहाँ यो ठाउँमा। यो चाहिँ गाउँ रहेछ। यस्तो बाटो हिँड्नुपर्ने। बाटो त्यस्तो अप्ठ्यारो चाहिँ छैन, राम्रै छ।
जस्ट त्यहाँ पुग्नुपर्छ त्यसलाई चाहिँ ठुलो पाङसाङ झरना भन्दो रहेछ उख्रेनी झरना यो चाहिँ लास्ट स्टप रहेछ जहाँनिर चाहिँ बाइक स्कुटर ल्याउन सकिने रहेछ अनि पछाडिको त्यो अलिकति झन्डा जस्तो देखेको ठाउँमा चाहिँ हामी पुग्ने हो अब चाहिँ यस्तो बाटो छ अघिसम्म चाहिँ यस्तोमा आयौँ यहाँदेखि चाहिँ अब 15 मिनट लाग्छ भन्नुभएको छ लेट्स सी के हुन्छ अनि वेदर चाहिँ यस्तो छ अनि हामी भर्खरै त्यहाँ यसको ठ्याक्कै अगाडिपट्टि बेबी स्नेक भेटेको ग्रीन कलरको थियो पुरै ग्रास जस्तै थियो हाई अब चाहिँ हामी जङ्गलमा छिर्यौँ 15 मिनट चाहिँ पुरै जङ्गल त्यस पछाडि झर्ना छ उसको चाहिँ पुरै त्यो खुट्टा पानीमा भिज्यो अब त्यसरी नै फर्किनुपर्छ त्यसरी गाह्रो रहेछ अरे बाटो चाहिँ त्यस्तो छ कस्तो भयो त एक्सपिरियन्स रमाइलो थियो डर पनि लागिरहेको थियो जङ्गलको पुरै बिचमा थियौँ झर्ना जानु डेन्जर थियो बाटो चाहिँ पुरै पानी पनि पुरै पानीको फ्लो कत्रो थियो है खुट्टा पनि भिजायो छेउछेउबाट हिँड्दै जानुपर्ने रहेछ सानो बाटो एक तल चाहिँ फेरि पुरै थियो के भन्छ त्यसलाई भिर छोटो बाटो हो नि डर लाग्दो रहेछ केयरफुल गरेर हिँड्नुपर्ने रहेछ ओके कस्तो लागिरहेछ भयो यहाँ दिमाग दुखिरहेको छ टपल्दा मिटर त 100 मिटर छ ड्याममा आइपुग्यो ड्याम पालको ड्याम सुन्दरीको ड्याम है सो हामी बिहान जाँदाखेरि चाहिँ यो बादर गइरहेको बाटोबाट गएको थियौँ अनि अहिले आउँदाखेरि चाहिँ यो ठुलो बाटो ड्यामको बाटोबाट अनि हाम्रो ट्रिप सकियो कस्तो भयो तिम्रो रमाइलो भयो बाटो थियो माथिको 15 मिनट्स भने त्यही हो एकदमै डिफिकल्ट अरू सबै ठिक थियो सो खुट्टा चाहिँ गरिरहेछ अनि रेट गर्नु पर्यो भने आउट अफ 5 हाउ मच विल यु गिभ 5 मा 3 किन 3 मतलब झर्ना अति दामी थियो 4 झर्ना 3 किन गऱ्यो भन्दा त्यो सुरुको बाटो जाने बाटोमा डर आइसकेपछि त्यो त तिम्रो गल्ती हो नि बाटोमा त डर लाग्ने थियो सो यहाँ बाँदरहरू रहेछ बुबी बाँदरले बुबी खुवाइरहेछ त्यहाँ पछाडि ओके भाइ टन्नै मान्छेहरू छ है मान्छे टन्नै छ अहिले त बिहान जाँदा त लिटरली हामी मात्रै थियौँ बाई बाई बाई